नमस्कार। नमस्कार। मलाई हजुरको छोटो परिचय दिनु होला। मेरो नाम चाहिँ करुणा भुसार र मेरो घर नेपाल अर्घाखाँची र म कोरिया आएको चाहिँ लगभग 1 वर्ष अलि बढी भयो। सुरुमा आउँदाखेरि के गाह्रो अप्ठ्यारो भयो अथवा कल्चरले भाषाले केही हुन्छ नि हजुरलाई? भयो सुरुमा आउँदाखेरि हाम्रो इङ्ग्लिस मिडियम भएको कारणले गर्दाखेरि ल्याङ्ग्वेज नेपालबाट यहाँ आउँदाखेरिलाई ल्याङ्ग्वेज चाहिँदैन, आइएल्स गरेर आए हुन्छ। सो यहाँ आइसकिसकेपछि इङ्ग्लिस युज हुँदैन रहेछ, टोटल्ली इङ्ग्लिस कोरियन ल्याङ्ग्वेज हुनाले गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यो ल्याङ्ग्वेज ब्यारियर चाहिँ एकदमै प्रब्लम भएको थियो। नेपालमा मम्मी बाबा अरू बाँकी फ्यामिली सब उहाँहरूसँग कुराकानी गर्नको लागि कसरी गर्नुहुन्छ, के छ? मैले मोस्टली चाहिँ यो दपे नै युज गर्छु र बाँकी समयमा फेसबुक मेसेन्जर वाट्सएप यो पनि युज गरेर। अन्तर्राष्ट्रिय कल बाहेक दपेबाट अरू सुविधाहरू केही लिनु भएको छ? फ्यामिली रिचार्जहरू गर्नको लागि मम्मीलाई रिचार्ज गर्न आउँदैन, सो मैले चाहिँ त्यही दपेको माध्यमबाट चाहिँ मम्मीलाई रिचार्ज गरिदिएको छु। आई मिस यु मम्मी बाबा, आई लभ यु सो मच। यहाँ टाढा भए पनि हजुरहरूलाई एकदमै धेरै सम्झेको छु र एक दिन न एक दिन हजुरहरूको शिर माथि पुर्याउने छु भन्न चाहन्छु।